हेलो नमस्ते। आज हामी सराङकोटको भ्यू टावरमा छौँ। सराङकोटको भ्यू टावरमा फोटो लिइरहेछौँ। कक्षा 9 को विद्यार्थीहरूको समूह चाहिँ जीबीएसबाट आइरहेको छ र तपाईहरुलाई कस्तो अनुभव भइरहेछ? ल धन्यवाद। यो चाहिँ पोखरा हेम्जाको बाटो। हामी जाँदैछौँ एकदमै। हाम्रो 1 डे टुर चाहिँ सुरु भएको छ। हामी हेम्जा आइपुगेका छौँ। कक्षा 9 एबिसी को 3टा चाहिँ ग्रुप हामीसँग छ र विद्यार्थीहरू चाहिँ यहाँ रमाइलो गरिरहेका छन्। 2जना कहीँ छ भने साइडमा हेर्दै जाने हो। ल ठाउँमा म यो यस्तो यस्तो भनेर भन्छु। मैले सुरु गरेँ सर। ल सबजनालाई नमस्कार। म चाहिँ कृष्ण भारती। मेरो घर चाहिँ यहाँ अन्नपूर्ण गाउँपालिका 3 यस कार्यालयमा कार्यरत। 3 दिनबाट रिटायर भइसकेपछि अन्नबाली, तरकारी, पशुपक्षी, वृक्षारोपण तालिम भनेर यो 2024 सालमा स्थापना भयो नुम्ले कृषि केन्द्र। र भइसकेपछि यो चाहिँ 2024 सालमा हो भनेदेखि धनकुटा पाखुरीबास चाहिँ ब्रिटिस सरकारले नै हो 28 सालमा स्थापना हो। र तपाईँहरू भोलि अब घुम्दै घुम्दै धनकुटा पाखुरीबास पनि पुग्नुहुन्छ। र यसको हाइट 1738, यसको क्षेत्रफल 66 हेक्टर। यसमा चाहिँ हाम्रो टोटलमा हाम्रो 1320 रोपनी छ यो फार्मको एरिया। र यसले 1320 रोपनी। र यसमा के छ भनेपछि यो जति पनि अहिलेसम्म हामीले यो चाहिँ 55 साल साउन 5 गते नेपाल सरकारलाई हस्तान्तरण गर्यो। यसको दरबन्दी हाम्रो 84 जना हो। अहिले हामी जम्मा 23 जना मात्रै हामी कार्यरत छौँ। र त्यसबाट अनि यसमा चाहिँ हाम्रो तराई र पार गरेर यो अनुसन्धान केन्द्र 62वटा है बाबु। ल तपाईँलाई भोलि पढ्दै गएर जाहिर खाने बेला अनि यस्तो अनुसन्धान केन्द्र 62वटा छ हाम्रो नेपालभरिमा तराई र पार गरेर। र यसमा हाम्रो स्थानीय लोकल मध्य पहाडमा हुने लिमे र पालकोटे भैँसी। लिमे भनेको चाहिँ दोरा कण्ठा घुमाउरो सिङ, पालकोटे भनेको चाहिँ तरवाले सिङ, निर्लुकै कालो। र किन चाहिँ यो यसरी स्थानीय लोकल मध्य पहाडमा भनेपछि यो लोकल भैँसीहरू लो हुँदै गयो भनेर चाहिँ यसले चाहिँ यहाँ यसको रिसर्च गरेको छ। र मध्य पहाडमा हुने बडुवाल्ला भ्याक्लुङ भेडा भनेको गाउँमा हुने सानो भेडा होइन कि यो मध्य पहाडमा हुने भनेको अलिक ठुलो खालको भेडा छ। र हाइल्यान्ड क्यालिफोर्निया र सोभियत चिल्चिला भन्ने हाम्रो हामीसँग खरायो छ, सेतो र खैरो। र यसमा चाहिँ अहिले हामी घुम्दै जाँदाखेरि हामीले देख्छौँ। र यसमा 3 पाते चिया भनेपछि हामीले यो मुना टिप्छौँ। मुना टिपिसकेर हामीले भ्यानु भने चिया खान्छौँ नि। यसको मुना टिप्छौँ। मुना टिपिसकेर सेतो पलासीमा हामीले 2 दिन जति राख्छौँ। राखेर इलमको जस्तो त्यस्तो कार्य उता छैन यहाँ। हातले मिचेर ब्ल्याक टीको लागि साह्रै राम्रो हुन्छ। र यो पहिल्यै ब्रिटिसकै पालामा रोपेको हो। 3 पाते चिया भनेर रेडियोले भन्छ नि, यही हो भएको है त। यसरी यसको मुना टिप्ने हो। र सबैभन्दा नेपालभरिमा बढी पानी पर्ने भनेको पोखरा भनेको नि हाम्रो निम्ले हो। पोखराबाट यहाँ 32 किलोमिटर
र यहाँबाट पोखरा जान 32 किलोमिटर थियो। पहिलाको हाम्रो 1 नम्बर गेट के हो भनेदेखि मैले ब्याट्रीको जग्गा किनेर यो चाहिँ हामीले स्कुल यता यो बाटो चाहिँ अहिले यता ल्याएको छ। र यो नुम्लेले अहिलेसम्म रिसर्च गरेको नुम्ले तोरी 1, नुम्ले भटमास 1, छुमरुङ धान, नुम्ले 2 धान अनि मनाकामना 5 र 6 गणेश 2 मकै अहिलेसम्म रिसर्च गरेर निकालेको मूल बिउमा। र तरवाले फुल यस्तो फुल छ नि, तरवाले फुल हुने अहिले हामी घुम्दै जान देखिन्छ। र यसमा हाम्रो वन नर्सरी छ। वन नर्सरी भनेको राई खनिम निमारो चुलेत्रो बरा टाँकी मजरपङ्खे धुपी र त्यसको पनि र जडीबुटीमा चाहिँ बोदो र तिउड छ हाम्रो यहाँ वन नर्सरीमा। र म्याग्दीको बाँस खर्कबाट हामीले कागती र सुन्तला ल्याउँछौँ। र ल्याइसकेपछि हामीले चाहिँ यो बेर्नाहरू हामीले यहाँ कलमी र बिज पनि हामीले यहाँ उत्पादन गर्छौँ। हाम्रो बेर्नाहरू सुन्तला चाहिँ हुँदैन। हाम्रो यसमा 5 किसिमको जातको किवी छ। त्यसलाई चाहिँ हामीले के गर्छौँ भनेदेखि हामीले यसमा रिसर्च हुँदैछ। रिसर्च भइसकेपछि मूल बिउमा हामीले चाहिँ प्रवेश गर्छौँ। र यो चाहिँ कुन जातको राम्रो हो भन्ने कुरो त्यहाँबाट थाहा हुन्छ। र यो नुम्लेले चाहिँ मिनुअर्ली, भक्तपुरे, लोकल काउली अनि मार्फा रायो यो पनि हामीले चाहिँ यसमा चाहिँ बिउहरूमा हामीले रिसर्च गरेका छौँ। अहिले हामी हेर्दै जान्छौँ। हेर्दाखेरि अहिले तपाईँले हेर्दाखेरि सानो रुख यसमा बिउ हुन्छ भने जस्तो हुन्छ। र त्यसलाई चाहिँ हामीले के गर्छ भनेदेखि अब हामी ठुलो ग्रुप छौँ, धेरै जस्तो पनि यहाँ हुन्छु। जस्तो मिनुअर्ली 40 दिनको बिउ बनाउन पर्दाखेरि हामीलाई त ब्याङमा सर्लक्कै हामीले रोप्छौँ। रोपिसकेपछि ठ्याक्क सलाद खाने बेला हुन्छ नि, त्यो बेलामा राम्रै बिउ रोपेको ठाउँमा पनि कोही 2 कापे कोही 3 कापे भएर उम्रेको हुन्छ। त्यसलाई चाहिँ हामीले ठ्याक्क सलाद खाने भएको बेलामा हामीले सानो त्यसरी उक्काउँछौँ। उक्काइसकेर अनि त्यहाँपछि 1 मिटरको दुरीमा एक हात गहिरो एक हात चाकुलो खाल्टो खन्छौँ। खनिसकेर कम्पोस्ट मल माटो मिक्स गरेर त्यसको जरा चाहिँ यसरी च्याट्ट काटेर यही लेभलमा लगेर हामीले रोप्छौँ। रोपिसकेपछि यो चाहिँ मिनुअर्लीको बिउ बनाउने तरिका है बाबु। र 40 दिनको पनि यही तरिकाले हामीले रोप्छौँ। र काउली भक्तपुरे लोकल काउली कसरी हामीले चाहिँ बिउ उत्पादन हुन्छ त नि, बिउ नभए त केही हुँदैन भनिसकेपछि ठ्याक्कै 1 मिटर बेर्ना चाहिँ हामीले नर्सरीमा उत्पादन गर्छौँ। गरिसकेर अनि हामीले बेर्ना ल्याएर 1 मिटरको दुरीमा हामीले रोप्छौँ। रोपिसकेपछि काउली ठ्याक्कै तरकारी खाने बेला हुन्छ नि, त्यो बेलामा लाउने चक्कु उद्याएर यो साइडको हामीले छोडिदिन्छौँ। यो बिचको भागको चाहिँ निकालेर तरकारी खाऊ, बजार लगेर बेच्छ। त्यो चाहिँ काउलीको बिउ बनाउने तरिका। मार्फा रायो के त नि भनेपछि पुरानो पात झर्दै जान्छ, नयाँ पात पलाउँदै आउँछ अनि लिगलिगाउँदो भएर तोरी पात चाहिँ पहेँलो हुन्छ। ओहो मार्फा रायो यति राम्रो साग रहेछ, त्यो त यसलाई चाहिँ हामी टिपेर तरकारी खाउँ, बजार लगेर बेच्छौँ भनेदेखि त्यो चाहिँ त्यो टिप्न हुँदैन। पुरानो पात झर्दै जान्छ, नयाँ पात पलाउँदै आउँछ। त्यसमा चाहिँ अनि तोरी पात चाहिँ पहेँलो भएर पाक्छ अनि त्यहाँपछि त्यसलाई चाहिँ त्यो गरिन्छ। र सबैभन्दा नेपालभरिमा प्लास्टिकको ग्रिन हाउस कहाँबाट बन्यो त नि भनेदेखि हाम्रो नुम्लेबाट 52 सालमा नुम्लेबाट बनेको हो। यो तपाईँहरूलाई लोकसेवा पनि आउँछ पछि तपाईँहरू पढ्दै जाँदाखेरि। र अलैँची के छ भनेदेखि पहाडी इलाका, तराई चाहिँ होइन, पहाडी इलाकामा रुखमुनि के हुन्छ भन्ने क्वेसन आउँछ। त्यसमा चाहिँ पहाडी इलाकामा रुखमुनि के हुन्छ भनेदेखि हामी केही छैन भन्यो भने नि त होइन, केही छैन भने त हामी फेल भयो नि त। अलैँची हुन्छ रुखमुनि किसान ठाउँमा भनेपछि हामी पास भयो हेर्नु यहाँ। अनि त्यहाँपछि त्यसमा चाहिँ मैले त पार्टीतिर तपाईँलाई मैले किन लान्न भन्नुहुन्छ भनेदेखि नुम्ले तोरी 1 हामीले रोपिराखेका छौँ। र यता मास्टर गाउँको टाइल छ, यतापट्टि साइडबाट हामी यसरी जाँदाखेरि यो मार्फा रायो मिनुअर्ली यो सबै हामीले देखिन्छ। र यहाँ भएको चाहिँ एउटा अहिले भक्कसै ओखर पनि हामीले यहाँ रिसर्च गरेका छौँ। रिसर्च गरिसकेपछि यसको चाहिँ कलम चाहिँ गर्दैछौँ, इन आउट हुन नि बाँकी छ। र यतापट्टिको साइडमा यो चाहिँ यस्तै यो डाडु जस्तो कस्तो घुमिया छ भनेदेखि यसलाई चाहिँ आज हाम्रो यो नुम्लेमा हावा कति लाग्यो भनेको त थाहा हुन्छ। आज मुटु छोयो नुम्लेको हावाले भने गिरेको आउने यो डाडु जस्तो घुमेकोमा रेनगेज कति मिलिमिटर पानी पऱ्यो त हामीले चाहिँ त्यसभित्र रेनगेजभित्र हाम्रो थर्मोमिटर छ। थर्मोमिटरमा हामीले कति मिलिमिटर पानी पऱ्यो त भन्ने कुराहरू ध्यानमा रेडियोले हुन्छ नि, हामीले त्यसमा दिन्छौँ। यो सेलेक्सन भन्छ यो तापक्रमको लागि। यसमा चाहिँ हामीले यो डल्लो चाहिँ अहिले हामी उठेर हेर्दाखेरि देखिन्छ। अनि त्यसमा चाहिँ हामीले कागज लेखेर राख्छौँ। राखिसकेपछि यो डढ्दै जान्छ, डढ्दै गइसकेपछि अनि यो ल
लुम्डेको काउली, मुला, धनिया। धनिया हेर कति राम्रो। यो धनिया, यो मुला, त्यो ब्रोकाउली, त्यो साग काउली यति राम्रो भइसकेको छ। चनेल प्याजको बेर्ना, सलादको साग। नमस्ते, मेरो नाम नमस्ते फ्रम लुम्ले। नमस्ते फ्रम लुम्ले, गण्डकी बोर्डिङ स्कुल फ्रम लामा। होइन केशव सर कहाँ छ? यो साग के यो ल प्याराग्लाइडिङ भइरहेछ कास्कीकोटमा छौँ आज हामी। विद्यार्थी लिएर 9 कक्षाको विद्यार्थीहरू लिएर आइरहेछौँ कास्कीकोटको। हामी यो कास्कीकोटको दरबार माथिपट्टि छ, कास्कीकोट दरबार यहाँ छ। हामी कास्कीकोटतिर लागिरहेको छ। कास्कीकोट माथिपट्टि चाहिँ प्याराग्लाइडिङ चलिरहेछ। ल दुईटा मान्छे त भेटियो, छिटो जाऊ। ल सराङकोटको 108 धारा। ल 108 धारा, यहाँ चाहिँ पुरै 108वटा धाराबाट पानी खसिरहेछ। एकदमै गणेशजीको पाउमा 108वटा धारा छ यहाँ, गणेश भगवानको पाउमा। दुईटा मान्छे लास्टमा भेटियो है, अरू त सबै गइसकेछन्। ल 108 धारा उताबाट यहाँबाट चाहिँ पोखरा उपत्यका। हजुर कुन यो बन्दै हो पोखरा उपत्यकाको भ्यू। त्यही एयरपोर्ट देख्न सकिन्छ, मूर्ति रहेछ। हाम्रो विद्यार्थीहरू चाहिँ उहाँ भ्यू टावरबाट हेरिरहेछन्। हजुर यस प्लिज। ल टावरको अवलोकन, भ्यू टावरको अवलोकन पछि फिर्ता हामी लामाचौरदेखि आएको थियौँ। पोखराको भ्यू पुरै तुवालो लागेको देखिन्छ। पोखरा सहर सराङकोटबाट जीबीएसको भ्यू। यो गुम्बा, त्यहाँभन्दा उतापट्टि जीबीएसको भ्यू सराङकोटबाट है। जीबीएस, त्यसपछि वन जङ्गल, रानीवन।
फाइनल्ली सराङकोटको भ्यू टावर हेलो फाइनल्ली सराङकोट भ्यू टावर बहुत प्याराग्लाइडिङको मौसम माछापुच्छ्रे हिमाल बादलभित्र लुकेको छ माछापुच्छ्रे हिमाल यतापट्टि र अन्नपूर्ण हिमाल पनि बादलभित्र पञ्चमुखी गणेशको सुँड रहेछ क्या सराङकोटमा पञ्चमुखी गणेशको सुँड सायद यो मैले कहिल्यै पनि लाइफमा देखेको थिएन है फर्स्ट टाइम ल अब त आउँदैन होला